नमस्कार, 안녕하세요। स्वागत गर्न चाहन्छु यस भिडियोमा। यस च्यानल मार्फत कोरियन भाषा सम्बन्धी दैनिक जानकारीमूलक भिडियो लिएर आउने क्रममा यसभन्दा अगाडिको भिडियोमा हामीले कोरियन हाम्रो इपिएस टपिक बुकको चाहिँ युनिट वाइज ग्रामरहरूको अध्ययन गर्दै आइरहेका छौँ। त्यसै क्रममा आज पनि केही युनिटका कुनै युनिटका चाहिँ ग्रामरहरूको अध्ययन गर्नेछौँ। आजको भिडियोमा युनिट 23 देखि अध्ययन गर्नेछौँ। यसमा हाम्रो युनिट 23 मा रहेको छ नुन्दे अनि उन अथवा नदे। यसको नेपालीमा अर्थ हुन्छ छुछौँ छिन्छस् अनि त्यस्तै गरेर तर भन्ने पनि यसको अर्थ लाग्छ र त्यसैले भनेर कारण जनाउँदाखेरि पनि यसको अर्थ लाग्ने गर्दछ। तर भनेर नेगेटिभ सेन्टेन्स आयो भने तर भनेर पनि यसको अर्थ लाउन सकिन्छ। अनि यिनीहरूको प्रयोग चाहिँ थोङसा यानि क्रियासँग र इत्ता र अप्ता आयो भने चाहिँ नुन्दे प्रयोग हुन्छ। इत्नुन्दे अपनुन्दे र थोङसासँग नुन्दे प्रयोग हुन्छ। अनि ह्याङयङसामा फाछिम छ भने चाहिँ उन्दे प्रयोग हुन्छ र ह्याङयङसामा फाछिम छैन भने नदेको प्रयोग हुन्छ। नफाछिम झुन्डिएर नदेको प्रयोग हुन्छ। जस्तै उदाहरण हेर्नु होला, फेगा आफुन्दे यागी इस्सयो। पेट दुखेको छ औषधि छ यसमा क्वेसन मार्क। पेट दुखेको छ औषधि छ भनेर पनि भन्न सकिने भयो भने पेट दुखिरहेको छ त्यसैले औषधि छ भनेर पनि भन्न सकिन्छ। यसमा तर भने चाहिँ यसमा प्रयोग गर्न सकिँदैन किनभने सेन्टेन्स मिल्दैन। वरेइलिन्दे वेसाय आन्खायो। वरेइल भनेको सोमबार हो, तर वेसाय कम्पनीमा जानुहुन्न। सोमबार भनेको कम्पनीमा जाने काम गर्ने दिन हो, तर पनि कम्पनीमा जानुहुन्न भनेर आन्खायो भनेर सोद्धाखेरि यो अगाडिको सेन्टेन्स र पछाडिको सेन्टेन्स केही नकारात्मक तरिकाले आयो भने तर भनेर पनि यसको प्रयोग गर्न सकिन्छ। सोमबार हो तर पनि कम्पनी जानुहुन्न भनेर तर पनि प्रयोग गर्न सकिन्छ। नुन्दे उन्दे र नदे छुछौँ छिन्छस् तर त्यसैले भने यसको अर्थ लाग्ने गर्दछ। यो सेन्टेन्स अनुसार हामीले नेपालीमा यसको उल्था गर्न सकिनेछ। अनि युनिट 23 को अर्को ग्रामर रहेको छ जियो। जियो हो नि, छ नि, हो त भनेर यो आफूले थाहा पाएको कुरा हो वा होइन भनेर निश्चित गर्न प्रयोग गरिन्छ। केही कुरा थाहा पाइयो तर हो वा होइन भन्ने कुरा चाहिँ कोही व्यक्तिलाई सोधेर निश्चित गर्नु पर्यो भने चाहिँ यसको प्रयोग गरिन्छ। जस्तै हाङ्गुकुन ख्यौरे छुप्चियो। हाङ्गुकमा कोरिया चाहिँ ख्यौर ऋतुमा चाहिँ जाडो हुन्छ नि होइन भनेर यो चाहिँ आफूले सुनेको थाहा पाएको कुरा र अरू मार्फत कन्फर्म गर्नलाई निश्चित गर्नका लागि चाहिँ जियो भनेर यो क्वेसन गर्न सकिन्छ। यो क्वेसन मार्कसँग प्रयोग हुन्छ। युनिट 24 मा रहेको छ रियगो उरियगो। ने विचारले अथवा नको लागि। ने विचारले अथवा नको लागि कुनै पनि काम गर्नुको उद्देश्यलाई जनाउँछ। जस्तै कुनै पनि काम गर्नुको त्यसको उद्देश्यलाई जनाउँछ। जस्तै हिउगाते इबुरियगो ओसुल सासयो। लुगा किन्नुको उद्देश्य चाहिँ के भन्दाखेरि हिउगा बिदाको बेला चाहिँ लाउनको लागि किनेको हो भने बिदाको लागि किन्ने विचारले अथवा किन्नको लागि चाहिँ लाउनको लागि चाहिँ इप्ता। बिदाको बेला लाउनको लागि अथवा लाउने विचारले चाहिँ ओसुल सासयो कपडा किने। कपडा किन्नुको उद्देश्य बिदाको बेला लाउन। अनि अर्को रहेको छ मेन उमेन थयो। यो भने अथवा छ भने हुनु। केही काम गर्यो भने हुन्छ, केही कुरा छ भने हुन्छ भन्ने अर्थमा। जस्तै छेकु खातुगा अप्सुमेन मान्दुलमेन थयो। चेक चाहिँ छैन भने, चेक कार्ड चाहिँ छैन भने, अप्सुमेन चेक कार्ड छैन भने मान्दुलमेन थयो बनायो भने हुन्छ। चेक कार्ड छैन भने बनायो भने हुन्छ भनेर यो भने हुन्छ, यस्तो यस्तो काम गर्यो भने हुन्छ भन्नु पर्दाखेरि मेन अथवा उमेन थयो यसरी प्रयोग गर्न सकिन्छ। त्यसै गरी युनिट 25 मा रहेको छ र उ र। यसको न अथवा नको लागि भन्ने नेपाली अर्थ हुन्छ केही कुरा केही काम गर्न अथवा गर्नको लागि।
कुनै पनि काम गर्नुको उद्देश्यलाई जनाउँछ। जस्तै यो अघि हामीले अध्ययन गऱ्यौँ रेगो उर्यागो उस्तै उस्तै यिनीहरूको अर्थ लाग्ने गर्दछ, उस्तै उस्तै अवस्थामा प्रयोग हुन्छ। र यस पछाडि र अथवा उरा चाहिँ को पछाडि खादा ओदा जस्ता गति बुझाउने क्रिया आउनुपर्छ। यो र अथवा उराको पछाडि चाहिँ खादा ओदा जस्ता गति बुझाउने क्रियाहरू, गतिशील क्रियाहरूको प्रयोग गर्नुपर्ने हुन्छ। तर रेगो र उर्यागो सबै क्रियासँग प्रयोग हुन्छ। रेगो र उर्यागो पछाडि चाहिँ यस्ता किसिमका क्रियाहरू भवहरू चाहिँ प्रयोग नगरे पनि हुन्छ, सबै अवस्थामा प्रयोग हुन्छ। अनि उदाहरण हेरौँ, रामसिनुन साङदामुल फादु र रामजी चाहिँ साङदाम परामर्श सल्लाह लिनका लागि चाहिँ नको लागि अथवा परामर्श लिन साङदामसिन्त परामर्श केन्द्रमा जानुभयो। खासयो भनेको जानुभयो। रामजी चाहिँ परामर्श लिन परामर्श केन्द्रमा चाहिँ जानुभयो। यसरी खादा ओदाले अन्त्य गरेको हुनुपर्छ, र अथवा उरा प्रयोग गर्नुपर्छ भने। अर्को उदाहरण हेरौँ, फाबुल मगुर्यगो सोनुल शिष्य। फाबुल मगुर्यगो सोनुल शिष्य। खाना खान, यो चाहिँ खाने विचारले अथवा खानको लागि यो चाहिँ रेगो उर्यागो प्रयोग भएको छ। यो अवस्थामा पछाडि खादा ओदा यानि कि गतिशील क्रिया नभए पनि हुन्छ भनेर भनिएको छ। र उरा न अथवा नको लागि यो गतिशील क्रियाले अन्त्य गर्नुपर्छ। युनिट 25 को अर्को ग्रामर रहेको छ कि तेमुने, एको कारणले अथवा एकोले। यो चाहिँ नाउनमा तेमुने मात्र पनि प्रयोग गर्न सकिन्छ भने भिएसटीमा गितेमुने प्रयोग हुन्छ। यसको एकोले अथवा एको कारणले भन्ने अर्थ लाग्छ। ओनुरुन नुनी ओ गितेमुने खिरी फोक्चा भयो। आज चाहिँ नुन भनेको हिउँ आएको कारणले चाहिँ बाटो भिडभाड छ, खिरी फोक्चा भयो भनेर भन्छ। र खामगी तेमुने, यो नाउन सँग चाहिँ तेमुने प्रयोग भएको। खामगी तेमुने होइसाए मत खायो, खासयो भनेको रुगाको कारणले चाहिँ म कम्पनी गइनँ भनेर भनेको छ। यो चाहिँ तेमुने मात्र प्रयोग भयो भने यता माथि गी तेमुने प्रयोग भएको छ। यसरी आज हामी युनिट 25 सम्मको ग्रामरहरूको अध्ययन गऱ्यौँ। आगामी दिनमा पनि कोरियन भाषा सम्बन्धी जानकारीमूलक भिडियोहरू लिएर आउने नै छौँ। यो गीत तेमुने थपुने यी यस्ता किसिमका ग्रामरहरू, कन्फ्युजन ग्रामरहरूको पनि हामी च्यानलमा भिडियो पहिल्यै अपलोड गरिसकेका छौँ, भिजिट गरेर हेर्न सक्नुहुनेछ भन्दै आजको भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।